छोराछोरी अस्ट्रेलिया जाँदैछन्। अब त जिन्दगी सेट हुने भयो। भिसा लागेपछि धेरै नेपाली अभिभावकको मनमा यस्तै आशा पलाउँछ। खुसियालीमा मिठाई बाँडिन्छ, साथीभाइलाई फोन गरेर सुनाइन्छ अनि घरभित्र उत्सव झै माहौल बन्छ। तर यही खुसी एयरपोर्टमा पुग्दा आँसुमा बदलिन्छ। बुबा आमा ओठ टोक्दै भन्छन् सफल भएर फर्किनु बाबु नानी। तर उनीहरूलाई थाहा छैन यो यात्रा केवल पढाइको लागि मात्र होइन, सङ्घर्षको यात्रा समेत हो। सङ्घर्षको यात्रा नेपाल छोड्ने दिनसम्म सारा कुरा फिल्मको दृश्य जस्तै देखिन्छ। उज्यालो भविष्य, राम्रो पढाइ र शानदार करियर। तर अस्ट्रेलियाको भूमिमा पाइला टेकेपछि ती सबै कल्पनाहरू क्रमशः तुहिन थाल्दछन्। सुरुवाती दिनहरू रमाइला लागे पनि महँगो घरभाडा, कलेजको शुल्क र दिनरात खट्नुपर्ने कामले विद्यार्थीहरूलाई थकित बनाउँछ।